हेलो गुड मर्निङ नमस्ते काउखोलादेखि है अत्यन्तै जरुरी सूचना छ है, एकदमै जरुरी सूचना छ। अब हाम्रो पर्यटन मन्त्री कता हुनुहुन्छ, तर पर्यटन प्रवर्धन गर्ने भनेर हामी चाहिँ नितान्त एकदम लागि परिरहेका छौँ, जिरो लेभलबाट के होइन, गहिरैबाट। अहोरात्र खटिनु भएको आदरणीय मेरो दाई साथमै हुनुहुन्छ। दाईको केही अनुभव पनि भलाकुसारी गर्छु म। दाई सन्चै हुनुहुन्छ? हजुर एकदम सन्चै भाइ। मैले तपाईँको थोरै कुराहरू सुनेको थिएँ, मैले भिडियो कैद गर्न मन लाग्यो तपाईँसँग। यो तपाईँ त लामो समय ट्रेकिङ लाइनमा आबद्ध हुनुहुन्छ होइन, पर्यटकहरूलाई चाहिँ एकदमै सन्तुष्टि दिने, उहाँ प्रकृतिलाई देखाउने होइन, यहाँको मनोरञ्जन, यहाँको प्रकृतिहरूलाई नजिकबाट निहाल्नका लागि सबै कुराहरू उहाँहरूलाई सहजीकरण गरिदिने आदरणीय दाइ हुनुहुन्छ। यत्रो यात्रा गर्दै गर्दा मैले केही कुराहरू सुनेँ। खास एबिसी यात्रामा कस्तो छ अहिले, जेनरल अहिलेको अवस्था कस्तो छ दाइ? तपाईँको चाहिँ नि एकजना ब्लगरले के भनेर हाल्दैछ भने हजुर 10,000 आइसीमा एबिसी गएर आउन सकिन्छ भनेर एउटा चाहिँ भिम फैलाइदिएछ। हजुर भ्रम फैलाइदिएछ मतलब हजुर। अनि त्यो चाहिँ नि 80 लाखले हेरेछ हेर्नुहोस् है। हजुर 80 लाखमा 1% मात्रै आए पनि कति होला। अहिले चाहिँ नि एबिसीको बाटोमा त्यसको एकदमै भिड छ तिनीहरूको। हजुर असाध्यै भिडभाड भिड। अनि यिनीहरूले चाहिँ कस्तो भने बाटोमा चाहिँ नि हल्ला गर्ने, सुत्न नपाउने, हजुर केही भयो भने लामो हात गरिदिने। हजुर लामो हात भन्नाले चाहिँ नि लट्ठी, जुत्ता, प्यान्ट यताउता सबै लिएर हिँड्ने। खास यो भनेपछि त्यो ठाउँमा अहिले पदमार्ग भन्छ होइन, हजुर पर्यटन पदमार्ग चाहिँ एबिसी एकदमै फेमस हो नेपालकै होइन, पोखराको अब भनौँ न नेपालकै पोखराबाट जाने यस्तो ठाउँमा चोरी डकैती जस्ता धन्दाहरू अत्याधिक बढेको छ होइन दाइ? हजुर हामी बसेकै होटलमा हजुर 2टा चोरी भएको थियो। हजुर एउटा गाईको चाहिँ नि टोपी र चस्मा चोरेको थियो। हजुर हजुर त्यो चाहिँ नि हामीले पत्ता लगायौँ। हजुर उसलाई चाहिँ दबाई गरेर पनि पठाइदियो। हजुर अर्को चाहिँ नि प्यान्ट चोरेर गयो चाइनिजको, उसको चाहिँ नि पत्ता लगाएन। त्यस्तो छ, त्यस कारण अलिकति सतर्क हुनुहोस् है तपाईँहरू। जो योभन्दा अगाडि तपाईँ त लामो समय भयो, योभन्दा अगाडि यस्ता खालका क्रियाकलाप थियो कि थिएन? आखिर यो अहिले आएर यस्तो खालको क्रियाकलाप बढ्दो छ, यसलाई नियन्त्रण गर्नको लागि सम्बन्धित निकायको ध्यानकर्षण होस् है। हजुर आदरणीय पर्यटन मन्त्रीज्यू, यो सानो चिज हो तर यसले फैलाउन सक्ने ठुलो विकराल रोग हो है, यो पनि याद राख्नुहोस्। तपाईँहरूले सम्मिलित भएर यसलाई निवारण गर्ने काम गर्नुहोस्, सम्बन्धित निकायलाई चाहिँ ध्यानकर्षण गराउनुहोस्। छिटो छरिटो त्यहाँ के खालको चाहिँ सेक्युरिटी दिनुपर्ने हो दिनु पऱ्यो है पर्यटकहरूको लागि प्लिज। अनि हाम्रो नेपाली पनि सकेसम्म यो चाहिँ नि छिमेकी राष्ट्र, दक्षिणतिरको छिमेकी राष्ट्रको मान्छेहरू छ, हजुर त्यसकै भाषा नबोलौँ, हजुर तिनीहरूलाई चाहिँ नि इन्फर्मेसन पनि नदिउँ। किनभने तिनीहरू चाहिँ नि आफ्नै भाषा बोल्न खोज्छ। यो नेपाल हो, आइदर नेपालीमा बोलोस् या चाहिँ नि इङ्ग्लिसमा बोलोस्, त्यसो भाषा चाहिँ नि सकेसम्म नबोलिदिउँ ल है। हुन त हजुरलाई कस्तो लाग्छ, मलाई चाहिँ नि तिनीहरूलाई त्यो दिनु राम्रो होइन कि जस्तो लाग्छ। तिनीहरूको कारणले गर्दा नेपालको चाहिँ होइन एउटा छवि, नेपालको एउटा अस्तित्व एउटा दाग लाग्ने काम हुनसक्छ। यो भनेको नितान्त यो चोरी डकैती कति महँगो सामान हुन्छ होइन, ट्रेकिङ लाइनको टुल्स भनेको यति महँगो चिज हुन्छ कि होइन, एउटा स्टिकको तपाईँको 50,000 1 लाख पर्न जान्छ। एउटा चोर दियो भने त्यो पर्यटकलाई के हुन्छ, त्यसको मनमा कस्तो चाहिँ होइन पीडा हुन्छ, त्यो म्यासेज कस्तो जान्छ उसको देशमा होइन। र उसले बाटोमा त्यो फेरि पाएन भने कहाँ किन्ने, बाटोमा त्यो किन्ने पनि पाइँदैन फेरि। त्यो एउटै सानो चाहिँ जुत्ता अझ लट्ठी हो नि, सानो कुरोले गर्दा उसको चाहिँ नि ट्रेकिङ पनि क्यान्सल हुनसक्छ। त्यसले ठुलो असर पर्न सक्छ। सुन्दा सानो हो तर यसले ठुलो समस्या ल्याउन सक्छ है। अनि बेलामा सचेत हुनु सबैजना। तपाईँहरू पनि जो त्यो बाटो हिँड्नुहुन्छ हजुर आफ्नो सामानहरू एकदम जतनसँग हिँड्नुहोस्, चेक गरेर हिँड्नुहोस्। हजुर फेरि तपाईँको पनि ट्रेकिङ अपुरो अधुरो हुनसक्छ होला है। हो एकदम धन्यवाद है समयको लागि, यो सबैजनाको लागि जानकारीको लागि एउटा सानो भिडियो बनाएको हामीले। अन्यथा नसोचिनु होला, केही कमजोरी भयो भने प्लिज कमेन्ट गर्नु। थ्याङ्क यू सो मच, बाई बाई।